हेलो एभ्रिवान, कुइज जम्प एन्ड नमस्ते हजुरहरूलाई। वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई मेरो डिके एन्टरटेनमेन्ट ब्लगमा हार्दिक स्वागत छ। र आज चाहिँ म घरदेखि थोरै माथि आइपुगेको छु। यहाँ देखिरहनु भएको छ होइन, यहाँ रोडमा हिँडिरहेको छु। र आज चाहिँ म किन हिँडिरहेको छु भने चाहिँ गैरी गाउँ बुका होइन, स्टार्टिङ बुकामा अस्ति नै हामीले रोडहरू कटिङहरू गर्दै थियौँ। त्यो रोडको एकदमै उद्घाटन चाहिँ आज हुँदैछ नि त। जसरी भए पनि त्यहाँको मान्छेहरूले, त्यहाँको साथीभाइहरूले मलाई होइन आइदिनु पऱ्यो भनेर उहाँले रिक्वेस्ट गर्नुहुँदा कारणले चाहिँ म चाहिँ जाँदैछु बुक्कामा है त। आज चाहिँ एकदमै रोडहरू चाहिँ अब त्यहाँको धेरै टुप्पोले बनाइएको थियो, त्यही कारणले चाहिँ जाँदैछु रोडको उद्घाटनमा। र हजुरलाई पनि म साथसाथमा मेरो साथसाथमै हजुरलाई पनि लानु चाहन्छु है त। अब है त म रफ रोडमा आइपुगिसकेको छु। अब यहाँबाट हाइवेमा निस्किन्छु। त्यसपछि एकजना दाइ आउनु भएको छ तलबाट हो, उहाँसँग चाहिँ म जानेछु रोडको उद्घाटनमा। र हजुरहरूलाई रोड कस्तो बनिएको छ त्यो रोड म देखाउँछु है त ल हजुरहरूले। उहाँको एकदमै साथीभाइहरू एकदमै खुसी भएर चाहिँ हामीलाई अब त्यहाँनिर आज उद्घाटन गर्ने हो, आइदिनु पऱ्यो भनेर चाहिँ उहाँले त्यो भन्नुले गर्दा एकदमै रिक्वेस्ट गर्नुको कारणले गर्दा चाहिँ म चाहिँ आज गाउँबाट जाँदैछु है गाइस। हजुरहरूलाई पनि लानु चाहन्छु। एकदमै कस्तो बनाइएछ त होइन, बाटो एकदमै दुःख चाहिँ भएको थियो। र हेरौँ न, देखाउँछु नि होइन तपाईँहरूलाई। यस्तै छ। अनि हाम्रो गाउँको जाने बाटो चाहिँ यस्तै छ है। अहिलेसम्म चाहिँ पिसहरू चाहिँ भएको छैन, तर राम्रो स्टेबल छ बाटो चाहिँ एकदमै। हिउँदा बर्खा गाडी चाहिँ राम्रो चल्छ यहाँ चाहिँ। ओके साथी हो, म चाहिँ यहाँनिर हाइवेमा निस्केँ है। र यहाँनिर अब यस्तो छ, म चाहिँ हाइवेमा निस्केँ। सो के अब खै के भन्नु र, अब खासै गरी त त्यति साह्रो मेरो पनि यहाँ समयहरू अलिकति अभावै भइरहेको छ। तर पनि साथीहरूले मान्दैन रहेछ, उहाँको साथीभाइहरूले होइन। पनि अब गइरहेको छु। बिचराहरू मन त राखिदिनै पऱ्यो होइन, भन्छ नि तबरा मान गर्दाखेरि आफूले पनि सम्मान चाहिँ गर्नु पऱ्यो भन्ने हिसाबले गर्दा चाहिँ जाँदैछु साथी हो होइन। आज के चाहिँ गर्ने होला बिचराहरू, यस्तै छ। र एकजना दाजु आउनु भएको रहेछ कि अहिले कन्फ्लिक्ट भयो, बाइकमा जाने हो गाइस। यो चाहिँ हाम्रो गाउँको हाइवे है, हाइवे साम्ची टु फुन्चुलिङको हाइवे सही गाइस। ओके गाइस, हामी चाहिँ अहिले म चाहिँ छोप्पाको घरमा आइपुगेको छु है। छोप्पाको घर एकदम हाम्रो यहाँ ब्याक साइडमा हेरेँ, यता अगाडि हाम्रो यहाँ यो बुक्काको छोप्पा, बुक्का गैरी गाउँको छोप्पा सरको घरमा आइपुगेको छौँ। यसपछि चाहिँ हामी यहाँबाट चाहिँ माथि जानु लाग्छ होला, 2-3 किलोमिटर जस्तो छ होला। त्यसपछि चाहिँ हामीले रोड कटिङ गरेर पुराको गाउँमा पुगिन्छ नि त। यहाँबाट हेर्ने चाहिँ एकदमै भ्यू पोइन्ट चाहिँ राम्रो लाग्यो है मलाई चाहिँ साथीहरू। हेर्नुहोस् है एकदमै रमाइलो छ। यहाँबाट चाहिँ अहिले पुरा यो धुम्मै बादलहरू लागिरहेछ नि त होइन, फगी लागिरहेछ। त्यो भएर चाहिँ होइन भने चाहिँ यहाँबाट चाहिँ फुन्चुलिङ पनि देख्छ, फुन्चुलिङ सहर पनि देख्छ है गाइस। एकदमै रमाइलो जग्गामा बस्नु भएको छ हाम्रो गैरी गाउँको बुक्काको छोप्पा उहाँको घर हो। एकदम मलाई चाहिँ रमाइलो लाग्यो। अब यहाँबाट हिँड्नु आँटेको माथि हामीले रोड खनेर पुऱ्याउने गाउँमा चाहिँ। र उहाँ पुगेपछि अब के गरिरहेछ उहाँको साथीहरू सबै आउँदैछ, हेर्नुहोस् है त गाइस। ओके गाइस, अहिले चाहिँ हामी
बाटो कटिङ गरेकोमा पुग्यौँ है। एकजना मेरो साथी हुनुहुन्छ मनस मनस थापा, उहाँलाई पनि आउन यसो घुम्दै जाउँ भन्दै लिएर आएर अहिले सँगै छौँ। अरू चाहिँ जानुभयो गफहरू होइन, ह्यान्ड टेकिङ पनि भइसक्यो। अनि यहाँ मैले फर्स्ट भ्लग बनाएको थिएँ यो जग्गामा, मेरो पछाडि साइडबाट हेर्नुहोस् होइन, म यस्तो अगाडि देखाइदिउँ। यो जग्गामा चाहिँ अब यस्तो भएको छ अहिले फाइनली बाटो चाहिँ। अन्त यस्तै हो अब, नआउँ भन्दाखेरि पनि मान्छेको मन राख्नु नि सबैभन्दा ठुलो कुरो हो होइन साथी। अब यहीँ त मैले कला देखाइदिएँ। अन्त त्यस्तै हो साथी हो, अहिले राम्रो भएको बाटो। ओके, हामी चाहिँ यहाँ आइपुगेको छौँ है। फाइनली यो भिड कटिङ गरिसकेको ठाउँमा आइपुगेको थियौँ। पहिलाको भिडियो त मैले बनाउन सकिनँ होइन, र अहिलेको चाहिँ हेर्दा चाहिँ यहाँ मैले एउटा चलाउँदै गरेको चाहिँ थोरै रेकर्ड गरेको छु, त्यो देखिहाल्नुहुन्छ। यो जग्गामा चाहिँ अहिले यस्तो भएको छ बाटो चाहिँ, एकदमै गाउँको साथीभाइहरू खुसी नै भइराखेको छ। त्यही खुसीले गर्दाखेरि आज चाहिँ नहुने भन्ने खालको भएर चाहिँ आएको। खासै गरी त्यस्तो ट्रेन त्यस्तो खालको ठुलो पार्टी त्यस्तो छैन, जस्तो अब उनीहरूलाई मन राख्नुको लागि अहिले हाम्रो गफहरू इन्जिनियरहरू आएर जानुभएको छ। हामी पछाडि छौँ। ए यस्तो भएको छ साथी हो। यहाँ बाइपास गएको, यो चाहिँ बुकाको रोड साथीहरू। ल हेर्नुहोस् यहाँ कस्तो भएछ भन्ने चाहिँ फाइनली यस्तो भएको छ है हजुर। अब मुनि त अन्त काट्नै नसक्ने। यो भिर माथि यस्तो थियो होइन, एकदमै दुःखले बनाइदिएको बाटो चाहिँ। हेरिहाल्नुहोस् भिरको ठाउँको लाई त अब के हुन्छ होइन, अगाडि गएर हेरौँ। यो चाहिँ गाउँमा हामी निस्किसक्यौँ अहिले चाहिँ फाइनली बारीतिर निस्क्यो है त। हेर्नु होला रोड चाहिँ गाउँहरू भने गाउँ भन्दा पनि बेसी छैन, 3-4 घर छ हो। ए अहिले चाहिँ हामी यहाँ गाउँमा यहाँनिर हाम्रो गफ सरहरू आइपुगेछ। खासै गरी यस्तो यो बाटोको चाहिँ मैले पनि यो अहिले अब हामीले भनौँ न होइन, अथवा कटिङ गरेर होइन बनाएकोमा अब गाडी चलाएर आएको चाहिँ बनाएको हो खासै गरी। तर यस्तो बाटोहरू त कति कट्यो, कति कटाएर चलाइयो, गाडी कुदाइयो, त्यसको त गन्ती छैन। तपाईँहरू सोच्नुहुन्छ अर्को यस्तो कुराको पनि लगायो भने, तर होइन, यो जस्ट मेमोरिजको लागि चाहिँ मैले बनाएको सायद। यस्तो रोडहरू कटिङ गर्न त अन्तिम पनि होला होइन, अन्तिम अब नगर बनाइँदैन पनि भनौँ होइन। जुन अब हाम्रो ज्ञान, हाम्रो तागत, हाम्रो क्षमता अनुसारले नि लगभग 16-17 साल नै भयो होइन। अब हामी चाहिँ थाकेको, हामीले देशलाई धेरै अब सेवा गऱ्यौँ होइन। सेवा हो नि त यो, हुन त हामीले त्यसै त गऱ्यौँ न, हामीले एउटा हाम्रो पेमेन्टमा हामीले काम गऱ्यौँ, तर देशलाई हामीले केही योगदान त पुऱ्याएको छु नि त होइन। अन्त सही हो आज मेरो साथी डिके हजुर उहाँले बोलाउनु भएको थियो र हजुर म पनि उहाँको भ्लगमा हजुरहरूसँग बोल्दैछु। हजुर अन्त सायद उसको पनि अन्तिम होला। मैले त अस्तिदेखि नै, नयाँ सालदेखि नै मैले मेसिन चाहिँ अब चलाउँदिनँ भनेर, हजुर अपरेट नगर्ने, मेसिन अपरेटर नगर्ने भन्न चाहिँ बसेको छु। अब हेरौँ भोलिको दिनमा
त्यस्तै स्थिति परिहाल्यो भने फेरि गर्नु पनि पर्छ तर नि यहाँ भरिसक्दो चाहिँ हामीले जति गर्नुपर्ने देशलाई भयो आफ्नो छरछिमेकी जहाँ पनि हामीले काम गऱ्यौँ है सही सलामत इज्जत इमान्दारले काम गरेको छु नि एकदम। अनि उहाँ मैले तपाईँहरूलाई अघि इन्ट्रोडक्सन गर्दाखेरि चाहिँ मैले त्यो भन्नुभएको थिएन, उहाँ पनि वान अफ द बेस्ट अपरेटर हो, मेरो साथी। खलासी गर्दै हामी हजुर त्यस्तो हो। र एउटा जुनी नै फ्याँकिसक्यो हामीले यो काम गरेर चाहिँ, अनि त्यही कारणले गर्दा सायद यस्तो मैले अघि पनि भने अहिले यो यस्तो सिम्पल रोडहरू कटिङ गरेको किन लगाएको होला भने, तर यो होइन, यो एउटा उद्देश्य, यसको मिनिङै हाम्रो लाइफमा चाहिँ धेरै गहिरो छ नि, महत्त्व छ नि त नि, महत्त्व भएर चाहिँ हजुरहरूलाई लगाएको है। अब आउँदैन पनि होला यस्तो रोडहरूको, भन्नु त सकिँदैन, कोही कोही ठाउँ यस्तै भएछ भने हेरौँ, तर भने मेसिन चाहिँ अब चलाउने नचलाउने भनेर सोचेको, तर हेल्पको लागि आएर यहाँ चाहिँ गाउँलेहरूले पनि हेल्प माग्यो र मेरो दाजु कन्ट्र्याक्टरले उहाँले पनि हेल्प गर्दै भाइ भन्नेको कारणले गर्दा चाहिँ म बेसी त होइन एक हप्ता जस्तो कामहरू गरेर बस्यौँ र फाइनली यो भिडहरूलाई चाहिँ जति पनि पार लगाएर राम्रो बाटो बनाउनुको कारणले गर्दा चाहिँ यहाँ गएको मान्छेले पनि बिर्सिनु सकेर चाहिँ आज बाटोको उद्घाटन गर्ने भनेर चाहिँ त्यसै कारणले मेरो साथीलाई पनि आऊ न जाउँ होइन, फेरि हामी दुईजना नभेटेको पनि धेरै भएको थियौँ भने, अनि त्यो कारणले भेट्ने पनि हुने भनेर चाहिँ आएको। अनि यस्तै छ है यहाँ चाहिँ गाउँ, यो बुक्का तादिङको लहर बुक्का भन्दो रहेछ गाउँ। अनि त्यस्तै छ साथी हो, अब के हुन्छ त्यहाँ घरमा के भइरहेको छ होइन, त्यहाँ जाउँ। त्यसपछि ब्लगलाई यतिको अन्त गर्नुपर्छ होला है पछाडि। ल अब चाहिँ हामीलाई निम्ताको घरमा पुग्नु आँट्यो है त। पर्वत दाईको घर है यो चाहिँ, पर्वत दाईको घर तल्लोपट्टि हो, जाउँ है। आज मेरो एकजना साथी आउनु भएन, अपरेटर यहाँ गपसरहरू चाहिँ अगाडि आइसक्नु भएको छ, हामी चाहिँ हिँडेर आएको। यस्तै छ, रमाइलो भइरहेको छ। यस्तो रहेछ नि त, अब जुन हामीले खाजा ल्याएर यहाँनिर बुझ्दाखेरि चाहिँ काम थुप्रै कुरो हुन्छ नि त नि, डाँडा खोला कस्तो के ठाउँमा थुप्रै काम गर्छ नि त, तर एउटा अपरेटर हुनाले पनि हो हामीले जिटी पास बजेट पास सरले गरेर मेजरमेन्ट सबै पास हो, तर काम गर्दाखेरि भएर अप्ठ्यारो निक्लिन्छ, त्यसमा धेरै यो हुन्छ नि। तर हौ त्यो हुनाले अब यता गाउँको परिवारहरू चाहिँ अपरेटर राम्रो पायो नि, एक्सपिरियन्स गरेर राम्रो पायो। तपाईँले देख्यो होला नि, एउटा बकेटको दाँतले काटेर ब्रेकर ल्याएन थाहा छ, अडिटले सोध्छ भोलि पर्सि यत्रो ढुङ्गा काट्नु चाहिँ ब्रेकर लाग्दा 222 रुपियाँ खोइ भनेर 125 रुपियाँ तपाईँले थाहा भयो ब्रेकर कहिले यहाँ ल्याएको हो। त्यस्तो भरिमा चाहिँ राम्रोसँगले काम गरिदिएको एकदम खुसीको कुरा छ नि। अब हामी योगको तर्फबाट पनि विचार आएन भने काम सकिँदैन पनि होला। हौ यस्तो हुनाले अब हाम्रै यो योगको परिवार हो, दाजुभाइ हो होइन, सबैले अब हामी हाम्रो मुर्गन सोसाइटीको हाम्रो तामाङको परिवार भनेको परेर धेरै खुसी लाग्छ। यसको लागि मेरो यति राम्रो पुग्यो, धेरै धन्यवाद। होइन यो कुरा एकदमै होइन हामीले चाहेको तर विशेष गरी के हो भने यो म चाहिँ के भन्नु चाहन्छु भने सायद यो मैले गर्ने मात्रै होइन, हामी सबैको योगदान हजुरको लागि। तर पहिला मलाई यस्तो लागिरहेछ कि यो पहिलाको जन्ममा म यहाँ आएको फेस जस्तो पनि लाग्यो होइन, त्यो कारणले गर्दा त्यस्तो खालको हाम्रो रिलेसनसिप थिएछ र त्यहाँ आज दिनमा पनि हामी आइपुग्न सक्यौँ। तर
यो मैले गर्दा मात्रै भएको पनि होइन, हजुरहरूको पनि योगदान छ। यहाँ गफु सर लगायत यहाँका हाम्रो सोपा सर, सम्पूर्ण ग्याग टिम। यो भनेको एउटा डेभलपमेन्टको कुरा हो। यो डेभलपको लागि चाहिँ के हुन्छ भने गाउँमा जति पनि गाउँको अब हाम्रो साथीभाइहरूले एउटा डेभलप माग्छ नि, यो डेभलप चाहिँ उहाँहरूको लागि पनि होइन, देशको लागि हुन्छ नि होइन। यो त देशको लागि जान्छ। हामी चाहिँ एउटा काम गर्ने मान्छे हो, तर अहिलेसम्म हामीले गरेको, मैले पनि गरेँ, अरू साथीभाइले धेरै गर्नुभयो कुराहरूले होइन, गर्दाखेरि चाहिँ मनभित्रैबाट गरेको कुराहरू यसमा चाहिँ मैले पनि त्यही प्रकारले गरेँ होइन। र त्यही मात्रै जस्तो लाग्छ। धेरै कुरो त के भन्नु र होइन, दुःख भने त सबैले जन्मेर लिएर आउने कुरा हो। हजुरहरू हजुरहरूलाई गफ लगायत हाम्रो सोपा सर अनि हाम्रो साथीभाइहरू यहाँको गाउँको एकदम हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। स्पेसली यो खाना हजुरले मलाई दिनुभएकोमा मेरो दाजुको कम्पनीले पाएको हो। अनि यो कम्पनीको नाममा पनि आज आउनु भएन होइन, एकजना मेरो साथी पनि हुनुहुन्थ्यो, मलाई एकदमै सम्झिन्छु, सन्तोष गुरुजी होइन। तपाईँलाई यो मैले बिहानदेखि यो खाताको इन्तजार तपाईँलाई गरिरहेको छ भन्दाखेरि त्यो समयमा मैले पक्रिन आइपुगेँ, किनभने तपाईँ व्यस्त छ, मलाई थाहा छ तपाईँ अर्को काममा व्यस्त हुनुहुन्छ। तर यो सबै मेरो लागि होइन, हामी सबैको लागि यहाँहरूले दिइरहनु भएको छ। यो खातामा चाहिँ माया गरेर मैले एकदमै स्वीकार लिएको छु है त हजुरहरू। यहाँ चाहिँ अब हामीले घर घरमा हामीलाई रोड आँगनमा पुर्याएर पनि दाजुले आज गाडीमा कुदायो। गाडीमा कुद्ने लु हेर्नुहोस् गाइस होइन, आज चाहिँ गाडीको वान टेस्ट भइरहेको छ यहाँनिर कस्तो बाटोमा कुद्दैछ भनेर। हजुर एकदम सब डिपार्टमेन्टको आयो, रोडदेखि लिएर हेल्थ डिपार्टमेन्ट सब छ। हेल्थ डिपार्टमेन्टको त मै हुँ। एकदम कस्तो लाग्यो तपाईँलाई बाटो चाहिँ? अङ्कल तपाईँलाई बाटो कस्तो लाग्यो? एकदम तब त मैले खोला पारी पुगेर हेरेर आएको अघि नै हो नि हो साथी, अस्तिको त्यो सबै खोल्सा भरि छ भनेर राम्रो लाग्यो? एकदम खुसी छ हामी चाहिँ, एकदम ओके खुसी एकदमै। यहाँलाई धेरै धेरै धन्यवाद है त। हामीले हारमा मगाएको कुरो हो नि त हारमा ल्याएको हुन त गरे त काम, नत्र भने कहाँ हुने बाप। दुईटाले नसकेर तिनटाको पालीमा चाहिँ आइपुगेको हो कुरो चाहिँ। हजुर यो सत्य कुरो हो, झुट्टो होइन। हजुर दुई खेप आयो नि साथी, दुईजना कुरोले नसकेर चाहिँ तिनको कुरो आएर चाहिँ अहिले त्यो रोडको माथिको त्यो भिड पनि अलिकति देखाइदिउँ, त्यहाँदेखि हेरेपछि थाहा हुन्छ कसरी अब मान्छे हिँड्नु नसक्ने भिड चाहिँ काटेर अहिले गाडी छिराउने पनि आउँछ। एकदमै हो, अब यो चाहिँ सबै कुरो हो, होइन सबैले हेरेर देख्नु सक्नुहुन्छ। हजुर एकदमै खुसी छ हाम्रो साथीभाइहरू हो। दुःख पनि धेरै गरियो, भयो पनि राम्रै होइन। हुनु त यसरी नै हौसलाहरू त पहिलादेखि नै काम गर्दा मिलेकै नि हो। तर अहिले मैले किन भिडियो बनाइरहेको छु भने चाहिँ भिड देखाइदिनुहोस् न, भिड यो भिड चाहिँ यही हो हेर्नुहोस्। यहाँहरूलाई चाहिँ एकदमै हिँड्नु नसक्ने यही भिड हो। यहाँहरूलाई चाहिँ हरेस लागेको चाहिँ मैले हरेस पाइदिनँ, एकदमै बनाउनु सक्यो अनि हो। यस्तो कामहरूले धेरै जग्गा पनि गरेको, यस्तो हौसला मिलेको थियो। तर यहाँको हौसला चाहिँ एकदमै अझै मुटुमै मजाले याद भएर बस्नेछ। बाटो चाहिँ यस्तै बनाइयो होइन, ठिकठिकैको भनौँ न। स्मार्ट छ नि हो हाम्रो छोटो। ओके गाइस, हामीले चाहिँ फाइनली आज चाहिँ यो ब्लगलाई यति नै अन्त गर्ने कोसिस गरिरहेको छौँ है। यहाँ हाम्रो छोटो सर हुनुहुन्छ, नानीहरूले पाठ दिइरहनु भएको छ, अनि मेरो साथी यहाँ हुनुहुन्छ हो। अनि आज जति पनि भयो राम्रो खानापिनादेखि लिएर सबै कुरो भयो होइन। खाना सेसन पनि गरिदिनु भयो यहाँहरूले होइन। अनि हजुरलाई अन्तिममा सानो मेरो अब तपाईँलाई एउटा यो रोड जति कटिङ गर्नु
भयौँ हामीले होइन हजुर यो लगायत तपाईँको पनि सबैको योगदान छ तपाईँले के भन्नु चाहनुहुन्छ यो ब्लगमा सो आज हाम्रो यहाँ लोवर बुक्काको फार्म रोड चाहिँ अब हेल्डिङ चेकिङ गरिसकेको छौँ हजुर अब त्यसमा अब यो लोवर बुक्का भन्ने ठाउँ चाहिँ एकदम भिरको ठाउँ हुनाले गर्दाखेरि यहाँ हाम्रो गुरुजीले एकदम मिहिनेत गरेर यस्तो भिरमा पनि कटिङ गरिदिनु भयो त्यसमा हाम्रो एकदम तादिङ गप लगायत यहाँ मर्दाङ जोसालिङको पब्लिकबाट धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु ल हाम्रो गुरुजीलाई धन्यवाद यहाँलाई त्यही भने अघि नै पनि होइन हामी सबैले गर्दा हो मैले मात्रै गर्दा पनि होइन हाम्रो सबै साथीभाइ यहाँको साथीभाइहरूले पनि धेरै प्रत्येकको साथ दिनुभयो होइन हामी त काम गर्ने मान्छे हो जस्तै पनि अनि र काम गरियो मनदेखि गरियो राम्रो पनि भयो उहाँहरू खुसी हुनु भएको छ उहाँहरू खुसी नै हामी सफलता हुनु हो होइन हामीले राम्रो काम गर्यौँ अवश्य हजुरहरूले प्लिज लाइक एन्ड सब्सक्राइब अनि च्यानललाई सेयर गरिदिनुहोस् अनि कमेन्ट जस्तो लाग्छ त्यस्तै गरिदिनुहोस् भन्दै आज चाहिँ एकदमै रमाइलो भयो यो उद्घाटनको लागि यहाँलाई पनि एकदमै धेरै धेरै धन्यवाद दिँदै आजको ब्लगलाई म यतिमा अन्त गर्न चाहन्छु फेरि भेटौँला नेक्स्ट ब्लगमा है त गाइस बाई